ऋष्य भनेको ऋषि, ऋषि श्रृङ्गी भनेको एउटा सिंहपलाको, हजुर उहाँ एउटा विभाण्डक नामका ऋषिका पुत्र भनेको छ हजुर र वाल्मीकि रामायणको बालकाण्डमा पनि उल्लेख गरेको र पौराणिक पुराणहरूमा उल्लेख गरेको हुनाले यो ऋष्य श्रृङ्गी आश्रम रेसुङ्गा तपोभूमि क्षेत्र भनेर नामाकरण भएको छ। फेरि ऋष्य श्रृङ्गी ऋषि को रहेछ त भनेर हजुरले वाल्मीकि रामायणको बालकाण्ड अध्ययन गर्नुभयो भने हिजो त्रेता युगमै उहाँले तपस्या गरेको क्षेत्रमा, फेरि सत्य त्रेता द्वापर कली भनेका छौँ। त्रेता युगमै राजा दशरथलाई पुत्रहरू सन्तान नभएर राम नजन्मेर यही ऋष्य श्रृङ्गी ऋषिलाई अयोध्या लिएर गएर आचार्य बनाएर ठुलो पुत्रेष्टि यज्ञ लगाएपछि मात्र राम लक्ष्मण भरत शत्रुघ्नको जन्म भएको भनेर वाल्मीकि रामायणको बालकाण्डले उल्लेख गर्यो। पछि फेरि राम र लक्ष्मणलाई बोध भयो, थाहा भयो यत्रो ठुलो तपस्वी यत्रो ठुलो गुरु गएर पुत्रेष्टि यज्ञ लगाएर बल्ल हाम्रो जन्म भएको रहेछ र गुरुलाई भेट्न आउनुपर्छ भनेर यो क्षेत्रमा आउनुभएको भन्छ। त्यो क्षेत्रमा आउँदा सबै ठिक रहेछ, यहाँ पानीको अभाव रहेछ भने यहाँ रामकुवा लेखेको देख्नुभयो, त्यहाँ जानुभएको छ, त्यो रामकुण्डको उत्पत्ति चाहिँ स्वयं राम भगवानले धनुष बाणले निकालेर यहाँको गुरुलाई गुरु दक्षिणा दिएको। त्यो कुण्डको विशेषता चाहिँ 12 महिना नसुक्ने, अहिले हिउँद महिना हो, बर्खामा जस्तै पानीहरू पलाउँछ पहाडहरूमा, त्यतिखेर पनि त्यो कुण्ड चाहिँ भरिएर जाँदैछन् त्यति र कहिले पनि सुक्दैनन्। त्यो कुण्ड लेभल पानीको लेभल चलिरहन्छ र 2347 मिटर यसको हाइट माथिसम्म मापन गरेका छ। र कलियुगका स्वामीहरू पनि 18औं शताब्दीदेखि शशिधर स्वामी, लक्ष्मीनारायण स्वामी, यदुकानन्द स्वामी लगायत हजारौँ योगीहरू तपस्या गरेर सिद्धि प्राप्त गरेको ठाउँ हो। र शशिधर स्वामी र लक्ष्मीनारायण स्वामी हाम्रो छिमेकी जिल्ला छ यहाँ अर्घाखाँची भन्ने, त्यो अर्घाखाँचीबाट आउनुभएको रहेछ। र लक्ष्मीनारायण स्वामी पनि 18औं शताब्दीमा आएको भन्छ, 1883मा आएको छ। त्यतिखेर उहाँले यस क्षेत्रमा नरसिंह अवतार लिएको भन्छ र त्यो नरसिंह अवतार लिएको खबर चाहिँ जङ्गबहादुरलाई पुगेर जङ्गबहादुरले भेट्न आएको र आउँदा नरसिंह अवतारकै अवस्थामा देखेर उहाँलाई महाप्रभुको उपाधि चाहिँ जङ्गबहादुरले दिएको भन्छ। भने जङ्गबहादुरलाई फेरि उहाँले विनम्र अनुरोध के गर्नुभयो भने मैले उपाधि जब लिन्छु तिमीले मेरो केही वचनहरू मान्नुपर्छ, नत्र भने तिम्रो उपाधि चाहिँदैन मलाई, म एउटा तपस्वी हो भनेपछि उहाँले के भन्नुभएछ भन्दा यो रेसुङ्गा क्षेत्र हिजो सत्य त्रेता द्वापर कलीमा पनि गौचरण थियो, गौवीरता थियो। यहाँ हजारौँ गौ माताको पालिन्थे र त्यही भएर अहिले पनि तिमी देशको प्रधानमन्त्री छौ र यो क्षेत्रलाई गौचरण गौवीरता घोषणा गर्यौ भने मैले लिन्छु, र पनि यो उपाधि मलाई चाहिँदैन, म तपस्वी हो भन्नुभएछ। र यो क्षेत्र चाहिँ गौचरण गौवीरता जङ्गबहादुरले घोषणा गरेको हुनाले अहिले पनि यो क्षेत्रलाई गौचरण गौवीरतामा राखिएको र धार्मिक वन भनेर 194 हेक्टर जमिन छुट्याइएको र यो कुनै गाउँपालिका नगरपालिकाले अहिलेसम्म दाबी गर्न सक्दैन। यो सङ्घीय सरकारकै मातहतमा गुठीको तौरमा राखिएको जग्गा हो। अहिले हामी बसिरहेको छौँ, विशुद्ध एउटा छुट्टै हिसाबको छ। बेला गौचरण गौवीरता भनेको पछि फेरि काठमाडौँको कलङ्कीमा जन्मेर एउटा यदुकानन्द स्वामी आएको 1950मा जन्मेर 1983देखि विक्रम सम्वत 2021 सालसम्म यहाँ तपस्या गरेर त्यही समयमा युद्ध शमशेर राणाले शासन गरेको र यो मन्दिरको जीर्णोद्धार चाहिँ उहाँले नै गर्नुभएको 1983मा, लगभग आजभन्दा 100 वर्ष पहिले। यो तामाको छाना, यो स्थानीय तामाङ छ त्यो माथिको। अहिले नेपाल सरकारले यसको फोटो लगाएर 10 रुपियाँको हुलाक टिकट जारी गरेका छ। 42 सालमा योगी नरेन्द्रनाथ आएर कोटियम लगाएको ठाउँ हो। 2060 सालमा पण्डित नारायण पोखरेलजी आएर यज्ञ लगाएर यो आश्रम बनाइदिनु भएको छ। यो आश्रममा बस्नेहरूलाई हामीले कुनै खानाको शुल्कहरू केही निर्धारण गरे होइन, बस्ने खाने जाने हो छ भने दिने हो, नत्र भने उहाँले त बनाइदिनु भयो। हजुरकै गोर्खाकै उहाँ हो नारायण पोखरेल, दिनबन्धु पनि आउनुभयो, यो आएर उद्घाटन गर्नुभयो दिनबन्धुले। उहाँ त बिचमा उहाँलाई मारिदिए बुटोलमा होइन। पछि फेरि उहाँका 3 वर्षमा हामीले सम्पन्न गरेका थियौँ यो आश्रम। फेरि उहाँका छोरालाई पनि बोलायौँ हामीले उद्घाटन गर्न, दिनबन्धु आउनुभयो र उद्घाटन गरेको ठाउँ हो। त्यसो भएर एउटा रेसुङ्गालाई तपोभूमि क्षेत्र भनेको छ भने अर्को सिद्ध क्षेत्र भन्छ यसलाई। सिद्ध भनेका हजुरले भन्नुभयो, सिद्ध भनेको शिवको रूप मानिएको र बालसिद्ध शिवजी भनेर हामीले यहाँ मेन 5 मिनट माथि गएपछि हजुरले दर्शन हुन्छ मन्दिर। त्यो सिद्धको पूजा हुने भएकोले यहाँ साउनको महिनामा विशेष मेला लाग्छ, 1 महिना। र त्यसमा हामीले सिद्ध बराह, सिद्ध माता, सिद्ध बालसिद्ध शिवजी लगायतका त्यहाँ हामीले मूर्तिहरूभित्र राखेका छौँ। त्यसो भएको हुनाले अब त्यो क्षेत्रको विशेष गरेर सिद्ध क्षेत्र पनि भनेको हुनाले अब यहाँ साउनको महिनामा 1 महिना मेला लाग्ने, कार्तिकमा हरिबोधिनी एकादशी, पछि ठुला एकादशी भन्छौँ, मेला लाग्छ त्यतिखेर।
र 12 महिना पनि भक्तजन आउने भएको हुनाले यसलाई आध्यात्मिक धार्मिक र पर्यटक क्षेत्रको सङ्गम मानिया छ। बडा सुन्दर। आध्यात्मिक भनेको योग ध्यान साधना गर्ने, धार्मिक भनेको मठ मन्दिरको दर्शन गर्ने, पर्यटक भनेको प्रकृतिसँग रमाउने। जस्तै पोखरा त हेर्नु त्यही माछा पुछ्रे त्यही पोखरा त्यहीँनिर छ, हातले छौँ लागिरहेको होला जस्तो कस्तो कस्तो मनमोहक। अब लालीगुराँस फुल्ने सिजन आइसक्यो। अब यो हजुर अब फागुनको 20-25सम्म आउनुभयो भने यहाँ तपाईँको लालीगुराँस जङ्गलै पुरै रातसम्म कालीन छाया जस्तो